तेल अभिवमा इरानी क्षेप्यास्त्र आक्रमण, मध्यपूर्व तनाव झन चर्कियो। इरान र इजरायल बीचको द्वन्द्व थप चर्किँदै गएको छ। पछिल्लो घटनामा इरान र इजरायलको आर्थिक केन्द्र तेल अभिवतर्फ बलिस्टिक क्षेप्यास्त्रहरूको ठूलो वर्षा गरेको खबर सार्वजनिक भएको छ। क्षेप्यास्त्रहरू इजरायली भूभागतर्फ अघि बढ्दै गर्दा देशका विभिन्न शहरहरूमा एयर रेड साइरन बज्न थालेपछि लाखौं नागरिक सुरक्षाका लागि बङ्कर र सुरक्षित आश्रयस्थलतर्फ दौडिएका थिए। इजरायली सञ्चार माध्यमका अनुसार तेल अभिव क्षेत्रमा कम्तीमा 15वटा ठूलो विस्फोटको आवाज सुनिएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स IRGC ले यसलाई आफ्नो सैन्य अभियान अपरेसन ट्रू प्रमिस 4 को 30औं चरण भएको जनाएको छ। सो अभियान अन्तर्गत खोर्म सहर, फतह र खैबर प्रकारका बलिस्टिक मिसाइल तथा रणनीतिक ड्रोन प्रयोग गरिएको दावी गरिएको छ। आक्रमणपछि तेल अभिव र आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको तथा सडकहरूमा सवारी साधन क्षतिग्रस्त भएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। केही स्थानमा क्लस्टर वारहेड प्रयोग गरिएको आशंका गरिएको छ, जसका कारण जमिनमा ठूलो खाल्डो बनेको बताइएको छ। एक क्षेप्यास्त्रको टुक्रा तेल अभिवको आवासीय भवनमा ठोकिँदा भवनको ठूलो भाग क्षतिग्रस्त भएको छ। उद्धार टोलीहरू भग्नावशेषभित्र सम्भावित पीडितको खोजीमा खटिएका छन्। आपतकालीन सेवाका अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन्, जसमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरायलको राष्ट्रिय आपतकालीन सेवा र सुरक्षा निकायहरू विभिन्न प्रभाव क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा जुटेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार धेरैजसो क्षेप्यास्त्र इजरायलको वायु रक्षा प्रणालीले रोकेको भए पनि केही क्षेप्यास्त्र खुला क्षेत्रमा खसेको अनुमान गरिएको छ। यसैबीच इजरायली वायुसेनाले पनि इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको समाचार आएको छ। ती आक्रमणका क्रममा एक विमानस्थलमा क्षति पुगेको बताइए पनि क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन। उत्तरी इजरायलमा इरान समर्थित समूह हिजबुल्लाहले गरेको रकेट आक्रमणमा केही इजरायली सैनिक घाइते भएको बताइएको छ। त्यसपछि इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण तीव्र बनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला आक्रमणहरूमा 100औं मानिस मारिएको र 100औं घाइते भएको खबर छ। मध्यपूर्व क्षेत्रमा जारी यो तनावले विश्वभर चिन्ता बढाएको छ। घना जनसङ्ख्या भएका शहरहरूमा मिसाइल आक्रमण भइरहँदा युद्ध अझ फैलिने खतरा बढेको विश्लेषकहरूले बताएका